मलाई पत्रकार मन नपरे अनि तिम्रो चाहिँ आमा होइन भनेको हैन आमा पनि ट्रान्सफर हुन्छ नि आमा पनि आमाको हैसियत पनि त ट्रान्सफर हुन्छ त्यो व्यक्तिले ज्यादै ब्याक बाइटिङ र मेरो यति बेइज्जती गरेछ नि त्यो व्यक्तिले त्यो मान्छेलाई चाहिँ मैले जवाब दिन नखोजे त्यो पत्रकारले जहिले पनि मलाई के भन्नु नि यो विदेशी उसबाट परिचालित हो यसले देशलाई बेच्दै छ यो बालुवाटारमा चाहिँ अहिले राजदूतका गाडी छिरे भनेर सधैँ भन्थ्यो अनि तिम्रो चाहिँ आमा होइन भनेको हैन हाम्रो संस्कृतिमा हिन्दू संस्कृतिमा के हुन्छ भने तपाईलाई बताऊ सानो केटीलाई पनि आमा भन्छ महिला भएपछि हैन भनेपछि मैले के भनेको थिएँ भने जब बालेनजीको शपथमा अब आजदेखि म मेरो दर्जा उत्रियो अब चाहिँ बालेनजीको म्याडम चाहिँ मिसेस अथवा हाम्रो त छोरी जस्तो भए पनि हामी त हजुरआमाको दर्जामा पुगिसक्यौँ अब उहाँलाई माताश्री मान राष्ट्रिय माता मान भनेर मैले भने हो अब त्यहाँ चाहिँ उसले पेश गर्दा गलत पेश गर्यो तर तपाईलाई यो शब्दप्रति धेरै नै एकरति पनि छैन तपाईले हिजोको कुरालाई लिएर गएको होला मलाई पत्रकारसँग चाहिँ रिस उठेको त्यो पत्रकारले जहिले पनि मलाई के भन्नु नि यो विदेशी उसबाट परिचालित हो यसले देशलाई बेच्दै छ यो बालुवाटारमा चाहिँ अहिले राजदूतका गाडी छिरे भनेर सधैँ भन्थ्यो अनि तिम्रो चाहिँ आमा होइन भनेको हैन त्यो भयो अनि अर्को कुरा के छ भने गलत इन्फर्मेसन गइरहेछ किनभने एउटा के हुन्छ भने आमा पनि ट्रान्सफर हुन्छ नि आमा पनि आमाको हैसियत पनि त ट्रान्सफर हुन्छ हाम्रो संस्कृतिमा हिन्दू संस्कृतिमा के हुन्छ भने तपाईलाई बताऊ सानो केटीलाई पनि आमा भन्छ महिला भएपछि हैन भनेपछि मैले के भनेको थिएँ भने जब बालेनजीको शपथमा अब आजदेखि म मेरो दर्जा उत्रियो अब चाहिँ बालेनजीको म्याडम चाहिँ मिसेस अथवा हाम्रो त छोरी जस्तो भए पनि हामी त हजुरआमाको दर्जामा पुगिसक्यौँ अब उहाँलाई माताश्री मान राष्ट्रिय माता मान भनेर मैले भने हो अब त्यहाँ चाहिँ उसले पेश गर्दा गलत पेश गर्यो मलाई पत्रकार मन नपरे त्यो व्यक्तिले ज्यादै ब्याक बाइटिङ र मेरो यति बेइज्जती गरेछ नि त्यो व्यक्तिले त्यो मान्छेलाई चाहिँ मैले जवाब दिन नखोजे म स्वीकार गर्छु मेरो बुहारीको आमा हो म मेरो छोरोको आमा हो मेरा भतिजा भतिजी सबैको आमा राष्ट्रको माता हो त्यो त सम्मानको कुरो तर त्यो पत्रकारले चाहिँ मलाई विदेशी जासुस राष्ट्र खत्तम पारी यसले र रातभरि यसको राजदूतहरू आएर बस्छन् भनेको हुनाले त्यसको चाहिँ आमा होइन जस्तो कि प्रोपर्टी न्यायाधीश तपाईले यो न्याय उठाइरहनु भएको छ लिमिटको क्षेत्र हो तर हामीले थोरै यहाँ अब हामीले यहाँ उठाएर भने यहाँ पाउँछौँ हजुरको एक्सेस त्यस कारणले मैले उठाउन खोजेँ खास रविनारायण छानेले आज पनि कुराकानी गर्नुभएको थियो होइन कहाँबाट भयो असंवैधानिक तपाईँ जतिको व्यक्तिले त्यो नगरिदिएको त्यस्तो अभिव्यक्ति नदिएको भयो न्यायाधीश सिफारिसको विषयमा लिएर तपाईँले जे टिप्पणी गर्नु आफ्नो राय हो कुरा नगर्नुहोस् यो आफ्नो राय मेरो विचार मेरो तपाईँको विचार तपाईँको उसको राय राइट टु स्पिच प्रश्न बोल्न पाउने अधिकार त मानिसलाई छ नि मलाई लागेको कुरा म भन्न पाउँछु मैले जे बुझेँ मैले त्यही भने उहाँले के बुझ्नु हो त्यही भन्नु हो यो व्याख्या म अहिले तपाईँलाई यहाँ लामोसँग गर्न सक्छु मेरो विषय पनि अन्तिममा प्रश्न एक मुठी बादल हेरिसकेपछि एक मुठी तपाईँ बालेन शाहलाई के दिन चाहनुहुन्छ राष्ट्रलाई सम्हालेर उ गर भन्नु भनेको छु मैले अहिलेको जो गभर्मेन्टलाई जसरी जनताले विश्वास गरेर तिमीलाई मत दिएको छ त्यही विश्वासलाई नतोड उत्ताउलो काम चाहिँ नगर के भने धैर्यसँग सब कुरा एकै दिनमा केही पनि प्राप्त हुन्छ 5 वर्षको अवधि छ हर चिजमा हात हालेर सबैतिर बुमऱ्याङ गराउनु भन्ने चाहिँ छैन धैर्यसँग गर भन्ने